साथीहरु गुड मर्निङ। आज चाहिँ गेट रेडी विथ मी गरौँ। मेरो चाहिँ स्किन यस्तो सेन्सिटिभ छ कि हेर्नु न, केही गर्न नि हुँदैन। फोका फोका हुने, रातो रातो बिबिरा आउने है, लास्टै एलर्जी हुने, चिलाउने के। अनि मैले यो सनस्क्रिन लिएर आएको है। यो सनस्क्रिन चाहिँ मैले धेरै यसको चाहिँ उयोहरू देखिरहेको थिएँ कि जताततै भाइरल थिएँ है। अनि म पनि ट्राई गरौँ भनेर लिएर आएँ, तर ट्राई गर्न चाहिँ डर पनि लागिरहेको छ अलिअलि, किनकि मलाई चाहिँ सुट गर्दैन जुन पाएँ त्यही है। अनि अब चाहिँ म यसलाई लाउँछु। लाउँदाखेरि अब यो कस्तो हुन्छ अनि म हेरेर अनि भन्छु ल। झऱ्यो मेरो क्रिम पनि, फेरि यति दिमाग खराब हुँदैन यस्तो भयो भने। अनि मैले चाहिँ यो क्रिम लगाएँ, तर यो क्रिम लाउँदाखेरि चाहिँ मलाई हल्का डर पनि लागिरहेको थियो कि अझै धेरै एलर्जी हुन्छ कि फेसमा इरिटेट केही हुन्छ कि भनेर, तर त्यस्तो भएन। तर मलाई यो एकदमै राम्रो लाग्यो यो क्रिम, किनकि यसले चाहिँ व्हाइट कास्टिङहरू केही पनि नछोड्ने रहेछ कि, कति मजाले मेल्ट हुने है। अनि कस्तो मजाले हेर्नु न फेसमा। तर मलाई चाहिँ मन पर्यो है, को लाउनुहुन्छ यो सनस्क्रिन, मलाई चाहिँ एकदम राम्रो लाग्यो। फर्स्ट टाइम के गर्नु साथीहरू, सेन्सिटिभ स्किन भएपछि यस्तो डर मर्दो हुन्छ कि केही गर्नै हुँदैन, एलर्जी आइहाल्छ। अनि म चाहिँ अब बनाउँछु मेरो आइब्रो। मलाई चाहिँ आइब्रो यस्तो कालो भएको कति मनपर्छ है, तर मेरो छैन हेर्नु न। त्यही भएर मलाई चाहिँ यो आँखे भाउ चाहिँ बनाउनै पर्छ है। त्यही भएर म चाहिँ यो बनाउन गइरहेको छु। म चाहिँ यो आई स्याडोले गर्छु क्या, मलाई सजिलो लाग्छ। खास मेरो स्याडो हो, तर मैले चाहिँ आँखामा चाहिँ मेरो लाउनै मिल्दैन कि, मेरो त केही गर्नै हुँदैन कि, मेरो स्किन यस्तो सेन्सिटिभ छ है, चिलाइहाल्छ कि मलाई आँखातिर केही लाउनै हुँदैन। त्यही भएर म चाहिँ यो आँखे भाउ परेलामा लगाइदिन्छु कि। यो दुइटै बनाइसकेपछि अब कति राम्रो देख्छ हेर्नु न, कालो भएपछि। तर मेरो छैन, अब टिकी लाउन गइरहेको छु। मलाई चाहिँ काली टिकी लाएन भने चाहिँ कस्तो लाग्छ कि है, बुङ्गा उडेको मान्छे जस्तो क्या। त यो स्याडोहरू हेर्नु यति राम्रो कलरको छ, तर के गर्नु, मैले लाउनु मिल्दैन, चिलाइहाल्छ। मलाई केही लाउनै हुँदैन आँखामा, मेरो यति प्रब्लम छ। अनि अब म चाहिँ गइरहेको छु लिप ग्लस। यो लिप ग्लस हेर्नु न यति क्युट छ है, यति सानो यसको हो कि यो बच्चा। तर म चाहिँ आज यो लाउँछु। यो चाहिँ मेरो फेभरेटै भन्ने नि हुन्छ। यो लिप ग्लस चाहिँ यस्तो राम्रोसँग बस्छ कि, लिप ग्लस लगाएपछि हेर्नु लिप चाहिँ कति राम्रो देख्ने कि। वाउ, मलाई आफूलाई यस्तो मनपर्छ कि फेरि यो लिप ग्लस लगाएपछि। म चाहिँ लिपस्टिकहरू लाउँदिनँ कि साथीहरू, म चाहिँ यसरी नै लिप ग्लस लाउँछु जहिले पनि। यो चाहिँ मेरो घडी हो है, पुरानो डिजाइनको छ, तर मलाई एकदमै मनपर्ने घडी हो यो। सजिलो हुन्छ मेरो युनिफर्मको लागि। अब मेरो कपालको हालत, मलाई कपाल कोर्न यति गाह्रो हुन्छ साथीहरू, यति गाह्रो हुन्छ कपाल कोर्नलाई। मलाई यो कपाल के हो म यति लट्टा पर्छ कि। तपाईँहरूसँग केही जुगाड छ भने भन्नु त साथीहरू, कपाल लट्टा नपर्ने। मेरो चाहिँ लास्टै लट्टा पर्छ। अनि यो हेर्नु न अगाडि कपाल काट्ने भएको, यो कपालले मलाई यति डिस्टर्ब गर्छ। यो हेर्नु क्रिम पोखेर फेरि आइरहन्छ। छि, यो चाहिँ आजको मेरो आउटफिट है, यो लाएर जाँदैछु म। यो मलाई कस्तो क्युट लाग्छ हेर्नु न। यो चाहिँ प्यान्ट है, यो प्यान्टको चाहिँ मैले आफै बनाएको डिजाइन के। अब म चाहिँ यो लाएर चिटिक्क परेर, यो चाहिँ मलाई एकदम कम्फर्टेबल लाग्छ है। अनि तर मनपर्छ कि मलाई यो लुगा। यो जुन माथिको छ नि, यो के हो यसको नाम त थाहा छैन, तर कस्तो क्युट लाग्छ कि मलाई। तर मैले यो धेरै लगाएको छैन, यो समेत मेरो दुईचोटि। अब मक्ख परेर हल्का फुरफुर त हुनु पऱ्यो। अब मेरो स्लिपर्स, यो चाहिँ मैले टेमोमा अर्डर गरेको थिएँ। टेमोमा यो हेर्नु कति राम्रो छ है, क्युट छ क्या। मेरो हाइट छैन, त्यही पनि मलाई कस्तो मन परेर मैले लाउँछु। यो चाहिँ मेरो फाइनल लुक है। अब एकछिन खुसी भएर फुर नाच्नु पऱ्यो नि। यो चाहिँ मेरो ब्याग है, मेरो साथीले गिफ्ट गरेको ब्याग हो। यो चाहिँ यसरी नै बोक्न मिल्यो, अनि यसलाई छोटो बनाएर नै बोक्न मिल्यो। यो पनि क्युट छ, जे मेरो मोबाइल हटाउँछ, पर्स हटाउँछ। चाहिँ मेरो फाइनल लुक। अब मेरो आँखाको प्रोटेक्सन है, मेरो चस्मा त चाहियो है। यसो पर्फ्युम पनि दलाए जस्तो गरौँ, अलिअलि छ्याछ पार्नु पनि बास्न आउनु पऱ्यो नि त होइन। त्यसपछि म चाहिँ निस्किएँ रुमबाट। यो चाहिँ रुमदेखि बाहिर। अब एकचोटि म तपाईँहरूलाई कस्तो देखेको छु भनेर सबै देखाउँछु। अब यसो लिफमा पनि भिडियो बनाए जस्तो गर्नु पऱ्यो साथीहरू होइन। यसो टिकटक बनाएँ दुइटै पारेर होइन। मैले चाहिँ हेर्नु न बाटोमा सब भिडियो बनाउन बिर्सेछु है। म चाहिँ अब फाइनली यहाँ आइपुगिसकेँ। यो चाहिँ हस्पिटल हो जहाँ चाहिँ हाम्रो भिजा लिनु मेडिकल हुँदैछ। र लिफमा आएपछि अलिकति टिकटक त बनाउनै पर्यो। माथि आएँ, वेटिङ एरियामा बसेँ। अब म चाहिँ फाइनली साथीहरू मैले मेरो हात घाइते पारेर आइसकेँ। बाई आजलाई यति नै।